भिडियो बनाऊ न ओइ पेमा भिडियो बनाऊ न भिडियो बनाऊ न हामीले यसरी नै मिलन दाजु हाम्रो मिलन अङ्कल सिनियर सिटिजन है यस्तो उमेरमा पनि सिनियर सिटिजनले अब यसरी अब एउटा 2025 मा एउटा यो सानो अलगढा क्लब रनिङ क्लब खोलेर यसरी नै भाइ बहिनीलाई यसरी गाइड गर्दै उहाँले उहाँको बौलीमा यसरी यो एउटा अलगढा रनिङ क्लब यसरी चलिरहेको छ। अनि यो विन्टर सेसन हाम्रो 1-1.5 महिनाको उहाँको तालिम उहाँको एउटा इच्छुकता जागेर यसरी केटाहरूलाई यसरी कुनै अब नसामुक्त सोचेर अब यसरी केटाहरू बिहान पनि नसुत्योस् अल्छे नहोस् अब बेसी फोनहरू नखुलाओस् भनेर अब यसरी उहाँले एउटा अलगढा भेटलाई यसरी राम्रो गाइड गरेर एउटा उहाँको यो हामी कहिले पनि उहाँलाई यसरी भुल्ने छैन हामी। साथसाथै हाम्रो यादव भाइ आउनुहोस् न सबैजना चलो यादव भाइ पनि हाम्रो यसरी हाम्रो मिलन अङ्कलले यसरी कन्ट्याक्ट गरेर यसरी उहाँ टाढो यत्रो साङ्से कमानबाट यसरी बिहान उहाँ एउटा यस्तो जाडोमा पनि अब बाइकमा आउँदा कति जाडो हुन्छ र पनि यस्तो जाडो महिनामा पनि उहाँले यसरी ट्रेनिङहरू दिइरहेको छ। साथसाथै हाम्रो यहाँ सिटिजन अङ्कलको नाम क्लबको दाहिने हात जस्तो हो किनभने मिलन अङ्कललाई साथ दिनु लागि हाम्रो अङ्कल पनि यसरी टाढोबाट बिचमैबाट यसरी आइदिनुहुन्छ। हाम्रो यहाँ पुरानो मान्छे भएर यसरी नै नानीहरूलाई गाइड गर्नु छ। यहाँनिर एउटा उयो पनि देखाइन्छ अङ्कलको यहाँ छैन अङ्कलले जस्तै पनि क्रिकेट महिना टुर्नामेन्टमै एउटा म्यान अफ द म्याच जितेको थियो। यहाँनिर एउटा बहुत त्यो अब यत्रो बुढो मान्छेले अब क्रिकेट खेल्नु भनेको त अब कति वर्ष पुग्नु भयो अङ्कल 52 वर्षको मान्छे खेल्नु मात्रै होइन अब तपाईँ होला त्यो अलगढा टिममा सबसे बुढो तपाईँ थियो होला है। यत्रो बुढो भएर म्यान अफ द म्याच थापेको यति राम्रो खेलेको थियो। डार्टमा पनि राम्रो छ नि फेरि डार्टमा पनि फेरि हेभी छ नि यता आउनुहोस् न सर यहाँ त सरलाई भन्डरलाई सरगलाई खास हाम्रो दाहिने ल यसो उयसमा हामी यहाँ भिडियो पनि बनाइहालौँ न है कालिम्पोङ कहाँबाट पायो फोटो